भूकम्प पीडितका नाममा सकियो करोडौं रकम। तर पनि फेरिएन पीडितको दैनिक। कहिले निर्माण हुन्छ भूकम्प प्रतिरोधी घर? रसुवा र नुवाकोटका भूकम्प पीडितको अवस्थाका बारेमा केन्द्रित आजको सन्दर्भ। दर्शकहरू नमस्कार। माउन्टेन टेलिभिजनको यो विशेष प्रस्तुति आजको सन्दर्भमा यहाँहरूलाई स्वागत छ। आजको सन्दर्भमा हामीले विगत केही दिनदेखि उठाइरहेको विषयवस्तु भूकम्प पीडितहरूको कथा र भूकम्प पीडितहरूका कथा अन्तर्गत हामीले हिजो धादिङ र गोर्खाका बासिन्दाहरूको अवस्था र त्यहाँ पुनर्निर्माणका नाममा के गतिविधि भइरहेको छ पछिल्लो ताजा जानकारी प्रस्तुत गरेका थियौँ। आज हामी रसुवा र नुवाकोटमा केन्द्रित भएर आजको सन्दर्भ प्रस्तुत गरिरहेका छौँ। भूकम्प गएको 14 महिना पुगिसक्यो, तर पनि अझैसम्म भूकम्प पीडितहरूले राहतको सास फेर्न पाएका छैनन्। बर्खायाम सुरु भएसँगै भूकम्प पीडितहरूको दशा सुरु भइसकेको छ। भूकम्प पीडितहरूलाई असार महिनाभित्रमा छानामुनि ल्याइसक्ने प्रधानमन्त्रीको प्रतिबद्धता पुरा होला जस्तो कुनै पनि छाँटकाट देखिएको छैन। के भूकम्प पीडितहरूले अझै यो बर्खा यत्तिकै दयनीय र कष्टकर अवस्थामा बिताउनु पर्ने हो? भूकम्प पीडितहरूका नाममा जुन खालका राजनीति नेपाली राजनीति वृत्तमा भइरहेको छ त्यसले भूकम्प पीडितहरूलाई के राहत महसुस होला? भूकम्प पीडितका नाममा राजनीतिक दलहरूले देखाइरहेको जुन चलखेल र जुन खालको असमझदारी छ त्यसले भूकम्प पीडितहरूले अझै केही समय दुःख पाउलान् जस्तो स्थिति देखिएको छ। त्यसैले आज हामी नुवाकोट र रसुवाका बासिन्दाहरूको अवस्था र त्यहाँ भूकम्प पीडितहरूको पछिल्लो अवस्था के छ भन्ने विषयमा आजको सन्दर्भ प्रस्तुत गरेका छौँ। र यसै विषयमा हामी कार्यक्रमको सुरुवातमा केही दिन अगाडि मात्रै हाम्रा सहकर्मी रसुवा र नुवाकोटका केही भूकम्प पीडितहरूको क्षेत्रमा पुग्नु भएको थियो र त्यहाँको पछिल्लो अवस्था के छ र त्यहाँ अहिले के कस्तो पुनर्निर्माणका नाममा के कस्ता गतिविधिहरू भए भनेर जानकारी लिने प्रयास गर्दैछौँ। त्यसका लागि हाम्रा सहकर्मी रमेश जमकटेल हामीसँग सम्पर्कमा हुनुहुन्छ। रमेश। हजुर रायसनजी, तपाईँले नुवाकोट र रसुवाका केही स्थानहरूको भ्रमण गर्नुभयो र त्यहाँका भूकम्प पीडितहरूको अवस्थाका बारेमा पनि केही जानकारी लिनुभएको थियो। हामीलाई जानकारी गराइदिनुहोस् त्यहाँको अहिलेको पछिल्लो अवस्था के छ? नुवाकोट र रसुवा दुवै जिल्ला पहाडी जिल्लामै पर्छन्। अझै रसुवा त जुन दुर्गम जिल्लामा पर्छ। म नुवाकोटदेखि रसुवासम्म पुग्दै गर्दा त्यहाँका भूकम्प पीडित जनताको वास्तवमा समग्रमा भन्नुपर्दा न हात जोड्नको लागि खाने खाना छ, न बस्नको लागि छाना छ। एकदम कष्टकर दैनिकी छ। पहाडी जिल्ला यातायातको पनि त्यति सुविधा छैन। त्यो अवस्थामा चाहिँ न बनाउनको लागि चाहिँ पैसा छ। भूकम्पले सबै तहस नहस बनाएको छ। केही सहयोगी हातहरूले दिएको चाहिँ पालको छानोमा चाहिँ बसिरहेका छन् भने खानको लागि अन्न पनि पर्याप्त छैन। अझै यो अहिले बर्खा लागिसक्यो। योभन्दा अघि जुन हावाहुरीको समस्या थियो त्यतिखेर चाहिँ पालले त्यो पालहरू चाहिँ हावाहुरी उडाएर चाहिँ कहाँ बस्नुपर्छ त्यही सँगसँगै परेको पानीले चाहिँ बालबच्चाहरूलाई चाहिँ रुवाखोकी लगायतका चाहिँ विभिन्न समस्याहरू लगायतका समस्या रहेको पनि हामीले त्यहाँ पाएका थियौँ। राजेशजी, रमेशजी, त्यहाँको पछिल्लो अवस्था के छ? त्यहाँका भूकम्प पीडितहरूले केही क्षतिपूर्ति पाउने कुरा र त्यहाँ भूकम्प पीडितहरूले पछिल्लो समय पाएको राहतको विषयमा के छ तपाईँसँग जानकारी? सरकारले पुनर्निर्माण प्राधिकरण गठन गर्यो र विभिन्न जिल्लामा आफ्ना शाखाहरू पनि खोलिसक्यो। तर रसुवामा चाहिँ नुवाकोटले नै चाहिँ रसुवालाई हेर्ने भनेर भनिएको छ र हामीले त्यहाँ पुगेर जनतासँग कुरा गर्दा र त्यहाँका सरकारवाला निकाय नियमनकारी निकायसँग कुरा गर्दा पनि विभिन्न समयमा चाहिँ मन्त्रीहरू पनि त्यो ठाउँमा पुग्ने, तर एउटा रमाइलोको लागि जस्तो चिसो जिल्ला रमाइलोको लागि एक रात बिताउने केही क्षेत्रका जुन रसुवाको धुन्सेमा हाकुका भूकम्प पीडित जनताहरू आएर बसेका छन् त्यहाँ जनताहरूसँग केही भेट्ने तर त्यसपछिका परिणामहरू केही पनि नआउने हामीले देख्यौँ। हामी त्यो क्षेत्रमा एकचोटि मात्र होइन 2-3 चोटि निरन्तर पुगेका थियौँ र त्यो पुग्दै गर्दाखेरि त्यहाँ जनताको अवस्था भनेको सबैले एक एकवटा आश्वासन दिने, तर त्यो आश्वासनमा मात्र सीमित हुने, व्यवहारमा ती कार्यान्वयन भएको पाइएन। केही सहयोगी हातहरू जस्तो गैर सरकारी संस्था केहीले राम्रो काम गरेको देखियो भने केहीको चाहिँ लुट्ने देखियो। हामी त्यो क्षेत्रमा पुग्दै गर्दा विभिन्न गाविसमा विभिन्न गैर सरकारी संस्थाहरूले चाहिँ काम गरेको जिल्ला जीविससँग डाटा
माग्यौँ। तर जुन गैर सरकारी संस्थाहरूले चाहिँ राष्ट्रव्यापी रूपमा नै हामीले यो काम गऱ्यौँ भनेर चाहिँ प्रचार प्रसार गरिएका थिए, तिनीहरूको चाहिँ जीविससँग लिस्ट समेत छैन। अझ मजाकको कुरो त के छ भन्दा 636 घर यतिका सङ्ख्यामा घर बनायौँ भनेर रसुवाको रामचे गाविसमा बनायौँ भनेर चाहिँ व्यापक प्रचार भएको थियो लुथरन ओल्ड फेडरेसनले। उसले त्यो ठाउँमा घर समेत बनाएको हामीले पाएनौँ। त्यस्तै गोल भन्ने संस्थाले चाहिँ भूकम्प पीडित जनताको घर बनाउने भन्दै मलेसियाबाट चाहिँ काठ आयात गरेको अवस्था पनि रहेछ। तर रसुवा जस्तो जिल्लामा जहाँ काठको त्यति कमी नै छैन, मलेसियाबाट चाहिँ काठ आयात गर्न किन आवश्यक पर्यो त्यो आफै एउटा विचारणीय विषय परेको छ। अझ पछिल्लो समय बतास फाउन्डेसन भन्ने संस्था लुथरन ओल्ड फेडरेसनको बदमासी सँगसँगै त्यो क्षेत्रमा काम गर्न नसक्ने भइसकेपछि बतास फाउन्डेसन लुथरनको साझेदारी संस्थाको रूपमा गएको छ। उसको त्यत्तिकै बदमासी कायम छ। उसले आफूले काम गरेको धेरै डाटाहरू चाहिँ केन्द्रमा प्रस्तुत गरेको देखिन्छ र आफ्ना वेबसाइटमा पनि उल्लेख गरेको देखिन्छ। तर उसको पनि जीविससँग उसले काम गरेको कुनै जीविसलाई बुझाएको छैन। यसले के देखिन्छ भन्दाखेरि रसुवा र यो यही समस्या नुवाकोटमा पनि केही छ, त्यसमा म अहिले जोडौँला। तर विशेष त रसुवामा गैर सरकारी संस्थाहरू जाने र त्यहाँका जुन जनताहरू विशेष त अशिक्षित जनताहरूबाट जाने केही आश्वासनहरू जाने पीडामा परेका जनतालाई केही दिँदाखेरि पनि उनीहरूलाई राहत भएको जस्तो हुन्छ र उनीहरूले नजाने अन्धधुन्धमा र उनीहरूको अशिक्षाको फाइदा उठाउँदै मोटो रकमका बिलहरू बनाएर चाहिँ खाने प्रथा देखिएको छ। र त्यसमा जति नियमन गर्नको लागि जिल्ला प्रशासन कार्यालयलाई जति अधिकार दिएको छ, जिल्ला विकास समितिलाई जति अधिकार दिएको छ, त्यो अधिकार चाहिँ ती निकायले चाहिँ प्रयोग नगरेको हो कि जस्तो देखियो। हामीले जिल्ला विकास समितिसँग जति डाटा माग्यौँ त्यो डाटा माग्दै गर्दा पनि उहाँहरूले आफूसँग डाटा देखाउन सक्ने अवस्था थिएन। यसले के देखाउँछ भनेदेखि यो नियमनकारी निकाय जो जीविस छन्, जिल्ला प्रशासन कार्यालय छन्, यी गैर सरकारी संस्थाहरूले चाहिँ विभिन्न सेमिनारहरू गर्ने र त्यो सेमिनारहरूमा चाहिँ आफू जाने र एउटा व्यक्तिगत निकटता भएको कारणले त्यति जति कडा हुनुपर्थ्यो र जति नियमन गर्नुपर्थ्यो त्यसमा चाहिँ ध्यान नदिएको हो कि भन्ने देखिन्छ। अर्को जो सरकारी मैले यहाँ बिचमा मैले रोक्न चाहेँ के यसको अर्थ भूकम्प पीडितका नाममा माफिया तन्त्र र विभिन्न गैर सरकारी संस्थाहरूले चलखेल गर्ने मात्रै काम बढी भइरहेको छ भन्ने तपाईँको बुझाइ हो? पक्कै पनि राधेश्यामजी, भूकम्प पीडित जनताको नाममा जति राहत आए, विदेशी सहयोगी हातहरूले जति सहयोग गरे, त्यो भूकम्प पीडित जनतासम्म नपुगेको हामीले स्पष्ट रूपमा लिन सकिन्छ। जस्तो मैले जिल्ला विकास समिति रसुवाको तथ्याङ्कलाई रामचेमा जहाँ चाहिँ 636 घर चाहिँ बनिसकेको भनेर चाहिँ एउटा संस्थाले भनेको छ भनेदेखि त्यहाँ काम गरेको भनेर समेत त्यो संस्थाको लिस्ट छैन भने म त्यही फिल्डमै पुग्दाखेरि त्यहाँ कुनै पनि घर बनेको देखिँदैन। सबै अस्थायी टहरामा छन्, त्यही पनि पालमुनि बास छन्। कसरी जीवन दैनिकी गुजार्ने भन्ने उनीहरूलाई समस्या छ, तर ती संस्थाले काम गरेको समेत देखिँदैन। भनेपछि जो सहयोगी हातहरू छन्, विदेशी सहयोगी हातहरूले दिएको सहयोगलाई एउटा वेबसाइटमा देखाउने र प्रचार प्रसार मात्र गरेको भरमा रकम कुम्ल्याउने मेलो यो उदाहरण र यसमा नियमन हुँदैन भनेदेखि त यहाँनिर त माफिया तन्त्र हाबी भएको छ भनेर भन्ने आधार पक्कै पनि छ। त्यहाँको सुरक्षा संयन्त्र, त्यहाँका जिल्ला प्रशासन अधिकारीहरू, सरकारी अधिकारीहरू, उहाँहरूको भूमिका के त्यति सराहनीय देखिन क्या? त्यसो यस्ता कुराहरू अनुगमन गर्नेतर्फ पनि उहाँहरूको त्यति ध्यान पुगेको जस्तो देखिएन। पक्कै पनि सरकारी कानुनहरू केही विवादास्पद पनि छन्। अब पन्छने आधारहरू धेरै देखिन्छन्। जस्तो गैर सरकारी संस्थालाई नियमन गर्नको निम्ति समाज कल्याण परिषदले गर्ने भनेर चाहिँ जिल्ला प्रशासन कार्यालयहरू पन्छिरहेको अवस्था हो। तर सरकारले चाहिँ स्थानीय निकायलाई चाहिँ अधिकार दिएको छ। त्यो अधिकार जिल्ला प्रशासन कार्यालयले चाहँदाखेरि शान्ति सुरक्षाको महल अन्तर्गत राखेर जुनसुकै सङ्घ संस्थालाई पनि बदमासी गर्दाखेरि कारबाही गर्ने अधिकार छ। तर अब यी संस्थाहरूले जहाँ पनि यो पैसाको दुस्मा केही झुकेको हो कि भनेर चाहिँ भन्ने आधारहरू हामीले देखिएको छ। किनकि गैर सरकारी संस्थाहरूले करोडौँ रुपैयाँ चाहिँ भूकम्प पीडित जनतालाई सहयोग गर्ने भनेर ल्याएका छन्। तर ती सहयोगहरू चाहिँ यिनीहरू जस्तो विभिन्न मोबिलाइजेसन खर्च लगायतका विषयमा चाहिँ धेरै खर्च गर्ने, सोसलाइजेसनको नाममा चाहिँ धेरै खर्च गर्ने, सेमिनारहरू राख्ने, त्यसमा खर्च गर्ने र भत्ताहरू दिने हुँदाखेरि केही अलिकति जति अनुसन्धान हुनुपर्थ्यो त्यो अनुसन्धान चाहिँ प्रभावित भएको हो कि भनेर हामीले अनुमान गर्न सक्ने ठाउँ छ। त्यहाँका स्थानीय अधिकारीहरू र सरोकारवालाहरूसँग, त्यहाँको सुरक्षा निकाय र त्यहाँका अन्य सरोकारवाला सरकारी निकायहरूसँग तपाईँको यो विषयमा केही कुराकानी भएको थियो? उहाँहरूको आशय के बुझ्नु भएको छ? हामीले विशेष त रसुवाका प्रमुख जिल्ला अधिकारी, जीविसका प्रमुख लगायत प्रहरी प्रमुखसँग पनि कुरा गऱ्यौँ र त्यहाँका जनतासँग नै लगभग हामीले एक रात नै बितायौँ। त्यहाँ देखिरहँदाखेरि स्थानीय निकायका जो प्रमुख जिल्ला अधिकारीहरू हुनुहुन्छ उहाँहरूले अधिकार जति हुनुहुन्छ र बाहिर अरू ठाउँमा पनि नियमन
देखेर उहाँहरू पनि अलिकति चाहिँ गैर सरकारी संस्थालाई यसो गर्दाखेरि भूकम्प पीडितको अवस्था झनै दयनीय हुने हो कि यिनीहरूले काम छोडिदिएदेखि चाहिँ झन् गाह्रो पर्ने हो कि भन्ने एक किसिमको त्रासमा परेको देखिन्छ भनेदेखि जो माथिल्लो तहका जो मन्त्री स्तरका चाहिँ भ्रमणहरू रसुवा जिल्लामा भइरहन्छ तर उहाँहरूको पनि जुन किसिमको निर्देशन हुनुपर्थ्यो त्यो निर्देशन नभएको चाहिँ पक्कै पनि हो। एक दिन जाने रात बिताउने र भूकम्प पीडित जनतासँग अन्तर्क्रिया पनि गर्ने त्यहाँ एक किसिमको माहौल देखाउने माला भिर्ने र आउने भन्दा त्यो बाहेक अरू केही पनि देखेन। अझै पुनर्निर्माण प्राधिकरणको सिओ समेत त्यो ठाउँमा पुगिसक्नु भएको हामीले पायौँ तर त्यहाँ कुनै पनि पहल कदमी भएको छैन। जुन त्रिशुलीमा चाहिँ भूकम्प पुनर्निर्माण प्राधिकरणको चाहिँ कार्यालय राखिएको छ र त्यसले चाहिँ रसुवामा हेर्ने भनिएको छ तर उसको त्यति उपस्थिति नै देखिँदैन। यसले के देखाउँछ भनेदेखि सरकार जति चाहिँ भूकम्प पीडित जनता अझै रसुवाको त धेरै क्षेत्रमा त हिम पहिरो समेत लागेको र त्यो क्षेत्रमा अहिले त गाडी समेत पुग्न नसकिन्छ। त्यो धुन्चे जस्तो ठाउँमा समेत चाहिँ पुनर्निर्माण प्राधिकरणको उपस्थिति देखिँदैन भने रसुवाको लाङटाङ जस्ता क्षेत्रहरू जहाँ चाहिँ सवारी साधन पुग्दैन हिँडेर जानुपर्ने अवस्था छ कि हेलिकप्टरको सहारा लिनुपर्ने अवस्था छ त्यो ठाउँमा चाहिँ कसरी चाहिँ पुनर्निर्माण प्राधिकरणको उपस्थिति होला र जनताले चाँडै नै राहतको अनुभूति सरकारको अनुभूति गर्न पाउलान् भनेर त हामीले प्रश्न गर्ने ठाउँ छ। यसको अर्थ अझै पनि भूकम्प पीडितहरूले निकै दुःख पाउने अवस्था देखिन्छ रमेश नुवाकोट र रसुवामा। सरकार राहतको हुङ्कार दिन्छ राहत आउँछ भनेर भन्छ तर वास्तवमा भूकम्प पीडित जनता छन् हामीले राजधानी र वरिपरिका केही विभाग मात्र हेरेर हुँदैन। ती जनता जसले चाहिँ बिहान बेलुका हातमुख जोड्नको लागि यसै धौधौ पर्थ्यो अझै भूकम्प गइसकेपछि उनीहरू घरबार विहीन भएका छन्। अझै रसुवा जस्तो क्षेत्र र यस्ता पहाडी जिल्लाहरूमा त पानीका मूलहरू पनि सुकेको अवस्था छ। पानीको मूलहरू सुक्दा विभिन्न खेतीयोग्य जमिनहरू जहाँ चाहिँ खेती गर्ने गरेको थियो त्यो स्थानमा समेत खेती नहुने र आकाशे पानीको भर पर्ने अवस्था छ। त्यो ठाउँमा खेती पनि भएको छैन र राहत पनि यथेष्ट पुगेको छैन। अझै सरकारले दिएको यो राहत दिन्छु यो सहुलियतमा ऋण दिन्छु लगायतको कुनै पनि सुविधा नपाउँदाखेरि यस्ता क्षेत्रहरू जुन भौगोलिक रूपले नै विकट क्षेत्र छन् त्यो क्षेत्रमा त केही समयमा भोकमरी समेत नलाग्ला भनेर भन्न सक्ने आधारहरू छैन। अब नुवाकोटकै सांसदहरूले पनि संसदमा बोलेर उहाँहरूले चाहिँ त्यही विषयलाई उठान गरेर उहाँहरूले संसदको बैठक नै अवरुद्ध भएको र संसदको बैठकमा जोरदार रूपमा त्यो कुराहरू उठाएको अवस्था छ तर अझै पनि त्यो कुरा त्यति सम्बोधन हुन सकेको अवस्था छैन। रमेश अब कसरी होला त त्यहाँका जनताले अझै पनि यो असार र यो साउन महिना अझै पनि कष्टकर रूपमै बिताउनु पर्ने अवस्था विद्यमान नै छ र पक्कै पनि रसुवाको जस्तै नुवाकोटको पनि यथार्थ त्यही हो। जनताहरू सरकारी राहतको आशमा छन् पाएका छैनन्। अझै केही क्षेत्र नुवाकोटका चाहिँ केही क्षेत्र र रसुवाका पनि त्यसलाई छुन्छ। केही क्षेत्रका जनता चाहिँ सरकारले कमसेकम यो मापदण्डमा चाहिँ घर बनायो भनेदेखि दुःखजोग गरेर ऋण गरेर भने नि घर बनाउन तयार छन् तर उनीहरूलाई यो किसिमको घर बनाउने र यो घर बनाउँदा पछि पनि सरकारले राहत दिन्छ भनिएको अवस्था छैन र कस्तो घर बनाउने भोलि सरकारले यो पनि भएन भन्ने हो र बेकारमा ऋणमा मात्र डुबिएला भन्ने एउटा पीडा छ भने जो चाहिँ अझै पीडित जनता छन् र राहतको आशमै बसिरहेछन् उनीहरूको पालमुनि नै बास छ। अझै खेतीपाती गर्नुपर्ने समय यो र बर्खा र पहाडी जिल्लामा त पहिरोको प्रकोप पनि त्यति नै हुन्छ। यो समयमा चाहिँ कुन ठाउँ चाहिँ सुरक्षित हुन्छ त्यो सरकारले भनिदिएको छैन र चाहिँ भूकम्पले थङ्थिलो पारेका भूभागहरू छन् त्यो भूभागमै नबसिराखेको छ कि भनेर एक किसिमको त्रास छ। सरकारी उपस्थिति जुन किसिमले हुनुपर्ने हो त्यो नभएको कारणले नुवाकोटका जनता पनि उत्ति नै प्रताडित छन्। अझ विशेषतः संसदमा चाहिँ नुवाकोटका प्रतिनिधित्व गर्ने सांसदहरूले आवाजहरू उठाइरहेका छन् भूकम्प पीडितलाई एकमुष्ट चाहिँ 2 लाख दिनुपर्ने भनेर मागहरू राखिराखेका छन् तर ती जनताहरूले त्यो 2 लाख त अझै त्यो माग राखिरहँदाखेरि पनि तीका जनताहरू र सांसदहरूसँग हामीले अनौपचारिक रूपमा कुरा गर्दा शहरी विकास मन्त्रालयका चाहिँ इन्जिनियरहरू चाहिँ पुनर्निर्माण प्राधिकरणमा चाहिँ काम गर्न जान चाहिरहेका छैनन् र मान्दैनन् र नयाँ जो फ्रेस लिएका छन् तिनीहरूसँग काम गर्ने चाहिँ त्यति शैली नभएको कारणले अर्को समस्या आउँछ भनिएको छ। त्यो उनीहरूले पनि के हुन्छ भन्दा 2 लाख रुपैयाँ सिधै दिए पनि एउटा त कानुनी अडचन भनिएको छ भन्दा सिधा दिँदाखेरि पनि ती जनतासम्म चाहिँ कहिलेसम्म पुग्ला अहिले बर्खामा यही सँगसँगै चाहिँ पुग्ला भन्ने आधार छैन। यसलाई पनि 3-4 महिना चाहिँ कर्मचारीले चाहिँ काम गर्न चाहिँ असहजता गर्दा वा नजान्दा पनि फेरि समस्या आएर यो चाहिँ केही समय लम्बिन्छ कि भन्ने चाहिँ गुनासो जनताको पनि सुनिन्छ र सांसदहरूको पनि जति बोलिया छ त्योभन्दा भित्री चाहिँ अरू समस्या पनि देखिन्छ। रमेश त्यहाँ भूकम्प पीडितहरूको जुन तथ्याङ्क छ भूकम्प पीडितहरूको सङ्ख्या यति हो र घरहरू यति क्षतिग्रस्त छन् भन्ने विषयमा जुन तथ्याङ्क सङ्कलन गरेको छ त्यो तथ्याङ्कमा पनि केही विवाद छ रसुवा र नुवाकोटमा त्यो अझै पनि छ कि छैन? पक्कै पनि
यहाँ समस्या देखिएको छ केही आश्वासन र विशेष त राजनीतिक हुङ्कारको कारणले पनि हो। राजनीतिक रूपमा विभिन्न विचार र आस्थामा विभाजित जनतालाई यसो गर्यो भनेदेखि यो राहत आउँछ भनेर जुन एउटा ललिपप देखाइएको छ त्यो हुँदाखेरि चाहिँ मेरो मान्छे परेन र उसको मान्छे पर्यो भन्ने जुन विवाद छ त्यो विवाद केही हदसम्म अहिले पनि नुवाकोट र रसुवामा कायमै देखिएको छ। एकजना जुन घर पहिला फुटेको छैन तर अहिले राहत पाउने आशामा फुटेका धेरै उदाहरण छन् भने जो वास्तविक पीडित छ त्यो पीडितको चाहिँ उसको शक्ति नभएको उसमा र राजनीतिक त्यति आड नभएकोमा चाहिँ ऊ छुटेको पनि त्यस्ता उदाहरण हामीले यसअघि चाहिँ हाम्रा सामग्रीहरूमा पनि प्रसारण गरिरहेको छौँ र त्यो नियति अझै बाँकी छ। र केही समय अघि चाहिँ विभिन्न राजनीतिक दलहरूले नुवाकोटमा चाहिँ भूकम्प पीडितलाई चाहिँ राजनीतिकरण गरियो, भूकम्प पीडितका नाममा राजनीति भयो भनेर चाहिँ जिल्ला प्रशासन कार्यालय घेर्ने लगायतका कामहरू भएको छ। यसले पनि प्रश्न हुन्छ कि नुवाकोटमा पनि भूकम्प पीडितको नाममा एक किसिमको राजनीति छ र वास्तविक भूकम्प पीडित र फेक भूकम्प पीडित अर्थात् नक्कली भूकम्प पीडित पनि केही खडा छन् भनेर भन्न सक्ने आधार छ र त्यही समस्या रसुवामा पनि हामीले देख्न सक्छौँ। रमेश, जानकारीलाई यहाँलाई धन्यवाद र बाँकी केही थप अपडेटहरू भयो भने हामी तपाईँसँग सम्पर्कमा आउँछौँ। दर्शकहरू, उहाँ हुनुहुन्थ्यो रमेश चम्कटेल, हाम्रा सहकर्मी। केही दिन अगाडि मात्रै नुवाकोट र रसुवाको स्थलगत रिपोर्टिङ गरेर फर्कनु भएको थियो। रसुवा र नुवाकोटको कुरा गर्दा त्यहाँका जनताहरूको अवस्था अत्यन्त दयनीय नै छ। भूकम्प पीडितहरूले जुन खालको शास्ति त्यहाँ बेहोर्नु परिरहेको छ त्यहाँ पुग्ने जो कोहीको पनि आँखा पक्कै रसाउँछ। यस्तो आँखा रसाउने स्थिति देखिसक्दा पनि नेपालका राजनीतिक दलहरू आफ्नै किसिमका राजनीतिक दाउपेचमा व्यस्त छन्, जसले गर्दा भूकम्प पीडितहरूले अझै राहत पाउन सक्ने अवस्था देखिँदैन। त्यसैले हामी यही विषयवस्तुमा केन्द्रित रहेर आजको सन्दर्भ उठान गरिरहेका छौँ, नुवाकोट र रसुवाका भूकम्प पीडितहरूको कथा। दर्शकहरू, अहिले एउटा छोटो ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि आजको सन्दर्भलाई हामी पुनः जोड्नेछौँ। भूकम्प पीडितका नाममा सकियो करोडौं रकम, तर पनि फेरिएन।